यता खेलियो हाम्रो धेरै कठिनाइहरू जुन भोगे तापनि है आज हाम्रो नानी ग्रेसीले चाहिँ आज जति पनि आज उहाँ नानीको खुसीको है हामी जुन एउटा महसुस गर्दछौँ अनि आशिष र सफलताको हामी स्मरण गर्नेछौँ किनभने उहाँले यी नानीलाई परमेश्वरले चाहिँ धेरै आशीर्वाद दिनुभएको छ किनभने यस अवसरमा चाहिँ हामी जतिजना हाम्रो हृदयदेखि नै हामी परमेश्वरलाई चाहिँ के गर्नु त धन्यवाद दिन जति पनि यहाँ उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी अनि यस मण्डलीका सम्पूर्ण हाम्रा मण्डली परिवारजनहरू हामी हृदयदेखि नै धन्यवाद दिँदछौँ। यो बर्थडेको चलन अथवा जन्म उत्सव जन्मदिनको चलन हाम्रो यहाँ पहाडमा चाहिँ सुरुवात त अब पहिला पनि भएको त अझ विशेष गरेर तराई मधेस सहरतिर चाहिँ बढी मात्रामा हुने गर्दछन् है र त्यस कारणले गर्दा हाम्रो निम्ति चाहिँ जुन परमेश्वरले एउटा भलाइ हामीलाई दिएको छ है परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको असल इनामको निम्ति है आज उहाँले दिएको छ र परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको असल कार्यहरूको निम्ति पनि हामी आज यो ग्रेसीको निम्ति हामी उहाँ जुन हामी नानीलाई चाहिँ एउटा हामी सबैजना मिलेर प्रार्थनामा आशीर्वाद माग्नेछौँ किनभने हामी जस्तो सुकै कार्यहरू गर्दा पनि हामी किनभने परमेश्वरसँग हामी अगुवाई माग्नुपर्दछ त्यसै कारणले गर्दाखेरि प्रियजन हामी सबैजनाले चाहिँ प्रार्थनामा सहभागी भइदिनु हुन म अनुरोध गर्दछु किनभने हाम्रो हतियार नै प्रार्थना हो हामीले गर्ने कार्य नै सबैभन्दा मुख्य प्रार्थना हुन्छ सबैजना हामी मण्डली परिवारले प्रार्थना गरिदिनेछौँ यसको अन्तिमलाई म गर्नेछु सुरुको प्रार्थना है महान अनि जिउँदो पवित्र परमेश्वर तपाईँलाई हामी हृदयदेखि नै धन्यवाद दिँदछु यो समय साँच्ची नै तपाईँ परमेश्वरले महत्त्वपूर्ण समय दिनुभएको छ आज नानी ग्रेसीको निम्ति हामी विशेष गरेर यहाँ जतिजना जनहरू भेला भएका भेला हुनुभएको छ है हामी उहाँ जति पनि आशीर्वादको निम्ति परमेश्वरसँग हामी माग्न चाहन्छौँ किनभने दिनुभएको यो असल कार्य चाहिँ प्रभु आज हामीले यो दिन साँच्चै नै परमेश्वरले तपाईँ हाम्रो निम्ति सिर गर्नुभयो अनि जुन छोरीलाई आज साँच्चै नै 12 महिना मतलब 1 वर्ष जुन पाइला टेक्दैछ ती छोरीमाथि तपाईँ परमेश्वरले अनुग्रह गर्नुहोस् किनकि प्रभु तपाईँ परमेश्वरबाट नै सबै कुराहरू सम्भव छ अनि जुन छोरीमा हामीले साँच्चै नै प्रार्थना गर्दछौँ त्यो छोरीको हरेक साँच्चै नै उहाँको जुन छोरीलाई ज्ञान बुद्धि विवेक अनि हुर्कन बढ्नमा तपाईँ परमेश्वरले सहायता अनि सुरक्षा दिनुहुनेछ अनि ज्ञान बुद्धि विवेक दिनुहुनेछ प्रभु अनि सर्वशक्तिमान परमेश्वर पिता तपाईँ नै आदि र अन्त्य हुनुहुन्छ अनि यो आज खुसीको क्षणमा हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ किनभने आज तपाईँ जुन ग्रेसीलाई एक क्षण यो आज जुन एउटा असल दिन तपाईँले दिनुभयो तपाईँले अगुवाई गर्नुभएको छ जुन ज्योतिमा हिँड्नको निम्ति तपाईँ परमेश्वरले छोरीलाई मद्दत गर्नुभएको छ अनि प्रभु येशू ख्रीष्ट हामी तपाईँको प्रशंसा गर्नेछौँ किनकि तपाईँ नै सारा प्रेम र स्रोत हुनुहुन्छ अनि तपाईँले नै उहाँको आजको दिनसम्म आज वास्तवमा तपाईँ परमेश्वरले तब हामी प्रति दिनुभएको यो दया प्रेम जुन नानी प्रति दिनुभएको छ प्रभु अनि यसरी नै तपाईँ परमेश्वरले यो छोरीमाथि तपाईँले अनुग्रह गर्नुहोस् ताकि यो छोरीको भविष्यमा तपाईँ परमेश्वर बोल्नुहुँदछ तपाईँ परमेश्वरले असल कार्यमा तपाईँले साँच्चै दिनुहुनेछ भन्ने हामी विश्वास र आशा राख्दछौँ धन्यवाद छ प्रभु यो समय हामी आजको यो बर्थडे कार्यक्रमलाई हामी जति पनि इष्टमित्र पाहुना आउँदै हुनुहुन्छ प्रभु आज यो छोरीको निम्ति एउटा शुभकामना दिनको निम्ति आशीर्वाद दिनको निम्ति अनि
विशेष गरेर उहाँहरूलाई पनि हामी विशेष सम्झना गर्दछौँ अनि आउने बाटोघाटोमा सुरक्षा दिनुहुनेछ। सबैतिर प्रभु तपाईँ परमेश्वरले सबैजनाले सुरक्षामा राख्नुहुनेछ अनि धन्यवाद प्रभु। यो समय तपाईँ परमेश्वरको हातमा राख्दै यो सुरुको प्रार्थना तपाईँको हातमा राख्दै आशीर्वाद माग्दछु प्यारो प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा। भजनहरू गाउँदैन किनभने त्यसपछि हामी यो बत्ती बालेर केक काटेर अनि गर्नेछौँ है। पहिला परमेश्वरलाई हामी विशेष गरेर धन्यवादका साथै आज उहाँलाई हामीले यो खण्ड बाइबल खण्ड पनि हामी हेर्नेछौँ किनभने परमेश्वरले भन्नुभयो व्यक्तिको पुस्तकमा हामी हेऱ्यौँ भने गन्ती 6 अध्यायको 24 देखि हामी 26 सम्म यहाँ हेर्छौँ भने परमप्रभुले चाहिँ तिमीहरूलाई आशिष देऊ आज र तिमीहरूलाई रक्षा गरौँ। परमप्रभुले आफ्ना मुख तिमीहरूमाथि चाहिँ चम्काउन् र तिमीहरूलाई चाहिँ अनुग्रह गरौँ है। आज जुन परमेश्वरले आज यी नानीको जुन मुहारलाई चाहिँ चम्काउनको निम्ति परमेश्वरले अनुग्रह गर्नुभएको छ र परमेश्वरले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरौँ भनेर भन्नुभएको छ र तिमीहरू चाहिँ तिमीहरूलाई चाहिँ शान्ति दिउन्। यसरी नै तिनीहरूले चाहिँ इजरायलहरूमाथि पनि मेरो नाम कायम राख्नेछ र म तिमीहरूलाई चाहिँ आशिष दिनेछु। हालेलुया। आज जुन एउटा आशिषका कुरा चाहिँ परमेश्वरले दिनुभएको छ र हामी भन्छौँ अनि आफ्नो एउटा जिम्मेवारी परमेश्वरले जुन हामीलाई एउटा जिम्मेवारी दिनुभयो भने परमेश्वरले पनि आमा बुबाको निम्ति पनि एउटा जिम्मेवारी दिनुभएको छ। त्यो चाहिँ के छ भनेदेखि आज व्यवस्थाको पुस्तक 6 अध्याय अनुसार हेऱ्यो भने त्यहाँ 6 र 7 हेऱ्यो भने त्यहाँ मैले आज्ञा तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख र कि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ र घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा र उड्दा तिनको चाहिँ चर्चा गर। आज साँच्चै नै यी कुराहरूले चाहिँ परमेश्वरले चाहिँ आज नानी बाबुहरूलाई होइन जो जति हामी उहाँको महिमा उहाँको प्रशंसा अनि उहाँमा डुलाउन हिँडाउन परमेश्वरको चाहिँ मार्गमा हिँडाउनको निम्ति एकदम हाम्रो आवश्यकता छ। आमा बुबा चाहिँ एउटा शिक्षक है। त्यसैले चाहिँ आज हामी आमा छोराछोरीले जे भन्छ आमा बुबाले चाहिँ है त्यो कर्तव्य पुरा गर्न सक्छ। त्यसै कारणले भजन सङ्घको पुस्तकमा हेऱ्यो भने पनि हामी यहाँ पाउँदछौँ भजन सङ्ग्रह 23 को यहाँ 1 देखि 6 सम्म यहाँ सबै आशिषका कुराहरू छ। दाउदको भजनमा परमप्रभुको चाहिँ हामीलाई गोठाला गर्नुहुन्छ है। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्खरमा लटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ र उहाँले आफ्नो नाउको खातिर चाहिँ मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घटी भएर जानु परे तापनि कुनै खतरादेखि डराउनु छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ र तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरो शत्रुहरूका सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभर रहनेछ र परमप्रभु घरमा म सदा रहन्छु। आमेन। आज हामी जति जे गर्छौँ किनभने परमेश्वरको निम्ति नै हामीले गरेको हुन्छ है। अनि उहाँले सबै कुराहरूको चाहिँ रक्षा गर्नुहुन्छ। अनि आज हामी उहाँ चाहिँ हाम्रो निम्ति एउटा लट्ठी र लौरो हुनुभएको छ। त्यस कारणले गर्दाखेरि यहाँ परमेश्वरको प्रशंसा, हे मेरो प्राण परमप्रभुको प्रशंसा गरेर हे मेरो सारा अन्तस्करण उहाँको पवित्र नामको स्तुति गर। आज त्यही नै परमेश्वरले चाहिँ सारा मानिसहरूको निम्ति चाहिँ दिनुभएको हामीलाई जति छ। आज विशेष गरेर हामी यहाँ यो ह्याप्पी बर्थडेको कुरा, गिफ्टको कुरा, धेरै कुराहरू चाहिँ बाइबलमा पनि यहाँ लेखिएको छ। किनभने यहाँ हामी हेर्छौँ भने
यहाँनिर घटनाहरू ठुलो घटनाहरू भएको छ। यो बर्थडेको विषयमा हेर्ने हो भने है हामीले चाहिँ मर्कुसको पुस्तकमा हेऱ्यो भने त्यहाँनिर है यो घटनाको बारे एउटा के हामी हेर्न चाहन्छौँ भनेदेखि आज योहन्नालाई चाहिँ है बप्तिस्मा दिने योहन्नालाई चाहिँ उपहारको रूपमा चाहिँ जुन हेरोद राजाले चाहिँ होइन हेरोद राजाको छोरीले चाहिँ मागेको कुराहरू छ। यस्ता घटनाहरू पनि हामी पाउँछौँ। तर त्यो चाहिँ एउटा के भने उनीहरूले चाहिँ एउटा योहन्ना बप्तिस्माले साँचो कुरा बोल्दा बोल्दै पनि योहन्नाले चाहिँ साँचो कुरा बोल्दा बोल्दै पनि हेरोदका श्रीमतीको चाहिँ उसको बुहारी है हेरोद राजाले चाहिँ बुहारी बिहे गरेकोमा योहन्नाले त्यो कुराहरू बोल्दाखेरि उसलाई रिस उठिरहेको थियो। तिमीले यो तपाईँले यो बुहारी चाहिँ त्यो गर्नु हुँदैन थियो भन्ने कुरा जेठासँग गर्नु हुँदैन कुरा भन्ने कुरा गर्दा गर्दाखेरि चाहिँ ऊ भइरहेको थियो। अनि त्यहाँनिर चाहिँ जब उसके चाहिँ हेरोद राजाको चाहिँ त्यहाँ बर्थडे ह्याप्पी बर्थडे हुँदा हुँदै त्यहाँ चाहिँ के गर्यो भने छोरीलाई सबैभन्दा छोरीलाई चाहिँ भने कि अनि तिमी मेरो बर्थडेको उसमा उपहार के लिन चाहन्छौ भन्दाखेरि आमा चाहिँले चाहिँ रिस उठिरहेको थियो योहन्नासँग होइन योहन्नासँग रिस उठिरहेको बेलामा चाहिँ लु त्यो योहन्नाको टाउको चाहिँ मलाई थालमा गिफ्ट। अब छोरीले चाहिँ त्यहाँ त्यहाँ हेरोद राजाले त ऊ के गरेको थियो त उसले त कसम खाएको थियो तिमीलाई जे माग्छौ तिमीलाई जे दिएको जे मागे पनि म दिन्छु उपहार भनेर हेर्नुहोस् है। अनि त्यहाँनिर चाहिँ अब छोरीको वचन हार्न सकेन। अनि त्यस्तो घटनाहरू पनि अनि के गरे त बप्तिस्मा दिने योहन्नालाई चाहिँ उसको शिर काटेर चाहिँ थालमा ल्याएर उपहार किनभने उसको शिर रिस उठिरहेको थियो। अनि कुनै बेला हामी कस्तो कुराहरू बोल्छौँ कुनै बेला के गर्छौँ भने आज परमेश्वरको साँचो व्यक्तिहरूलाई पनि त्यस्तो घटनाहरू भएको देख्छौँ है। तर यो कुराहरू चाहिँ हामी के गर्छौँ भने परमेश्वरले हामीलाई आशिष दिनुभएको हामी यो कुरालाई होइन। आज परमेश्वरले तपाईँ र मलाई चाहिँ एउटा सबैभन्दा ठुलो गिफ्ट चाहिँ हामीलाई अनन्त जीवन दिनुभएको छ। हालेलुया हालेलुया। सबैभन्दा गिफ्ट चाहिँ हामी मान्नुपर्छ हामी जीवनभरि उहाँसँगै उहाँको साथमा चाहिँ हामी रहन पाऊँ भनेर चाहिँ त्यो गिफ्ट पाएको छ। त्यसैले आज हाम्रो नातिनी ग्रेसी मगरले पनि आज 1 वर्ष पहिला देख्नु भएको छ है ग्रेसी श्रेष्ठ हो आदि मगर हो श्रेष्ठ मगर। त्यही कारणले गर्दाखेरि है हामी विशेष गरेर हामी धन्यवाद दिन आशीर्वाद दिन हामी परमेश्वरसँग आशीर्वाद दिन बस्नु भएको छ। त्यस कारणले आज यो समय चाहिँ हामी जुन केक काट्ने छौँ र यो कुराहरू चाहिँ राख्दै हामी वचनलाई गर्दछु है। यो वचनले समाजमा आशीर्वाद भएको होस् भनेर चाहिँ हुन्छ। हामी आउनुहोस् हामी अब यो केक काट्नुभन्दा अगाडि प्रार्थना गरौँ है। फेरि जुन नानीको निम्ति यो जसरी हामी 1 वर्षको उपलक्ष्य है हामी प्रार्थना गर्छौँ। यो प्रार्थनाको अगुवाई चाहिँ हाम्रो अर्चन हामीलाई दिनेछु म। यो समय चाहिँ अहिले यो अन्तिममा यो हुन्छ यो समय म भान्जालाई दिनेछु। छोटो मिठो केको लागि प्रार्थना गर्नु हैन हुन्छ ल प्रार्थना गर्नुस् अन्त प्रार्थना गर्नुस् यसको अन्तिममा हुन्छ म गर्नेछु। महान परमेश्वर धन्यवाद चढाउँछु प्रभु तपाईँले विशेष गरी अनुग्रह गर्नुभएको लागि धन्यवाद। आज यो विशेष यो अवसरमा प्रभु तपाईँ परमेश्वर धन्यवाद चढाउँछु। परमेश्वरले परिवारलाई विशेष गरी सर्वश्रेष्ठ उमामत परिवारलाई तपाईँ परमेश्वरले तपाईँ वचनले भन्नुहुन्छ प्रभु छोराहरू परमेश्वर र छोरीहरू चाहिँ परमेश्वरको इनामहरू हुनुहुन्छ तपाईँ परमेश्वर प्रभु। यो परिवारमा तपाईँ परमेश्वरले यो ग्रेसी छोरीलाई इनामको स्वरूप तपाईँ परमेश्वरले दिनुभएको लागि म तपाईँलाई धन्यवाद चढाउँछु प्रभु। तपाईँलाई धन्यवाद। अनि आज प्रभु तपाईँ परमेश्वरले साँच्चै नै छोरीको साथै जन्म पश्चात साँच्चै नै आज यो 1 वर्षको दिनमा
प्रभु आज तपाईँको साँच्चै नै एउटा तपाईँले अनुग्रह गर्नुभयो प्रभु यो साँच्चै नै 12 महिनासम्म तपाईँ परमेश्वरले स्वस्थ स्फूर्त साँच्चै नै स्वास्थ्य आरोग्य जीवन दिनुभएको लागि म धन्यवाद चढाउँछु प्रभु अनि हामी यो समय प्रभु हामी यो केक काट्ने समयमा छौँ अन्त परमेश्वर विशेष गरी म प्रार्थना गर्छु विशेष गरी यो छोरीको लागि यो नानीको लागि विशेष गरी म यो आशिषहरू बोल्न चाहन्छु यो आशिषहरूलाई म यस समय म घोषणा गर्न चाहन्छु तपाईँ परमेश्वरले छोरीलाई दबरा जस्तै तपाईँ परमेश्वरले न्याय गर्न सक्ने त्यो दिमाग तपाईँले दिनुभएको छ प्रार्थना तपाईँ परमेश्वरले रुख जस्तै आज्ञाकारी छोरी तपाईँले बनाउनु भएको छ प्रार्थना तपाईँ परमेश्वरले साँच्चै नै छोरीलाई एस्तर जस्तै तपाईँको साँच्चै नै उपासना गर्ने तपाईँ छोरी बनाउनुहोस् भनेर प्रार्थना गर्छु तपाईँ परमेश्वरले छोरीलाई हन्ना जस्तै समर्पण गर्न सक्ने छोरी तपाईँ परमेश्वरले बनाउनुहोस् भनेर प्रार्थना गर्दछु उसले चाल्ने हरेक पाइलाहरूमा कदम कदममा भन्नुसार 119 105 पद अनुसार तपाईँ परमेश्वरले बाटोको निम्ति बत्ती अनि सधैँको निम्ति उहाँले उज्यालो तपाईँ परमेश्वरले यस छोरीको कदमहरूमा पथहरूमा तपाईँ परमेश्वरले मार्ग निर्देशन गरिदिनुहोस् भनेर प्रार्थना गर्छु र छोरीले एक दिन शक्तिशाली छोरी साँच्चै नै तपाईँको नाउँमा खडा हुनेछ भने प्रार्थना गर्छु उसको हरेक ठाउँमा प्रभु उसले जिउँदै गर्ने सानै बालकदेखि लिएर ठुलो हुँदैसम्म प्रभु उसले राखेको योजनाहरू तपाईँ परमेश्वरले राख्नुभएको यर्मिया 11 पद अनुसारको योजनाहरूमा तपाईँ परमेश्वरले साँच्चै नै प्रसाद तपाईँले आशिष गरिदिनु भएको छ यसरी गन्तीको पुस्तकमा तपाईँले लेख्नु भएको छ प्रभु साँच्चै तपाईँ परमेश्वरको साँच्चै नै हात चाहिँ तपाईँको मुहार चाहिँ छोरी माथि चम्किएको होस् भनेर प्रार्थना गर्छु किनकि पुरानो समयमा सबैभन्दा ठुलो प्रधान पुजारीले दिने आशिष भनेको नै तपाईँ परमेश्वरको अनुहार चाहिँ मानिसमा चम्किनु भन्ने ठुलो कुरा थियो त्यसैले म प्रार्थना गर्दछु प्रभु यो समयमा तपाईँ परमेश्वरको मुहार छोरी ग्रेसीमाथि चम्किएको होस् भनेर प्रार्थना गर्छु धन्यवाद प्रभु हामी समय तपाईँको महिमाको लागि अनि छोरीको विशेष गरी यो उपलक्ष्यमा यो अवसरमा हामीले गर्न गइरहेको छौँ प्रभु यो केक काट्दैछौँ प्रभु तपाईँ परमेश्वरलाई सहायता गर्नुभएको होस् तपाईँले निगाह गर्नुभएको छ प्रभु यो केक काट्दै गर्दाखेरि साथै छोरीमाथि एक प्रकारको तपाईँको उपस्थिति साथै अनुग्रह तपाईँले व्याप्त रूपमा तपाईँले दिनुहोस् भनेको नाममा प्रार्थना गर्छु प्रभु धन्यवाद प्रभु तपाईँले यो समय दिनुभएको लागि धन्यवाद अनि सम्पूर्ण कुराबाट तपाईँ परमेश्वरको मय भएको होस् येशू तपाईँको नाउँमा Happy birthday to you, Gracie. Happy birthday to you, Gracie. Happy birthday to you, Gracie. Happy birthday. शांति से हटो थोड़े से शीशा माओ माँ क्या कहते हो आर्यन ना बोलो क्या कहा डॉक्टर ने क्या मुझे हर बार कहता है दवा बदल के देखो हाँ पर फिर भी कुछ तो कहा लो ला ये फोटो खींच देना ताली बजा ताली ताली सब लाइदिनु यता अलिअलि टिक टिक पारेर थोरै थोरै कहिले धुइदिनु अनि खानी त छ र नाकमा अहिले त भुल्यो रहेछ अहिले चाहिँ खुवाउनु अहिले चाहिँ खुवाउनु त आ गरेछ बिचर भिडियो गरेको भिडियो चाहिँ नगरेको त्यतिको मोबाइलमा घुमाइरहेर मोबाइल खेलेर आउँछ क्या अघि चाहिँ मानिदिन त्यो पनि खाएको छ अब बढी खानु छ नानीलाई नातिनीको हात छोटो है अहिले खानु हुँदैन ह्याप्पी बर्थडे
त्यसलाई त्यो कपडा पनि यो गिफ्ट आयो जानुलाई त्यहाँ दिने गर्नु न खानु त्यसले मेरो बर्थडे हो बर्थडे छोरीको त मम्मीको त हो नि अनि को बर्थडे हो ल्याइदिन जोला भाइ प्लास्टिक च्याले होला है चाहिँ दिन्छु ल 10 रुपियाँ छैन कि छोरीको बर्थडेको बोसो सम्पूर्णलाई प्रभुले धेरै आशिष दिनुभएको होस् र आजको यो भिडियोलाई यहाँले सेयर गर्नुहोला र हरेक जतिको माझमा विश्वासी जनहरूको माझमा यहाँले पुर्याइदिनु होला भन्ने मेरो पूर्ण विश्वास छ र म अनुरोध गर्न चाहन्छु हुन्छ म अगाडि बढ्न चाहन्छु मलाई धेरै सोध्ने गर्दै हुनुहुन्छ र उहाँलाई म के जवाब दिन चाहन्छु भने आफ्नो व्यक्तिगत मैले एक्सपिरियन्स गरेँ जसरी म पनि नयाँ विश्वासी थिएँ म पनि के सोच्थेँ भने अब यहाँ ल्याइसक्यो आज उहाँको बर्थडेको पार्टी हाँस्दिन न यता